साथीहरु, आज म यो भिडियो अन्तर्गत रहेर आफ्नो टिएमएस एकाउन्ट अर्थात् आफ्नो ब्रोकर एकाउन्टमा कोलेटरल एमाउन्ट कसरी लोड गर्न सकिन्छ सम्पूर्ण प्रक्रिया सिकाउन गइरहेको छु। साथीहरु, सेकेन्डरी मार्केटबाट शेयर पर्चेज गर्नको लागि सर्वप्रथम आफ्नो टिएमएस एकाउन्ट क्रिएट गरेको हुनुपर्छ र टिएमएस एकाउन्ट क्रिएट गरिसकेपछि कोलेटरल एमाउन्ट लोड गर्नुपर्ने हुन्छ र आफूले लोड गरेको कोलेटरल एमाउन्ट बराबर नै सेकेन्डरी मार्केटबाट शेयर चाहिँ पर्चेज गर्न सकिन्छ। आउनुस् यो सबै प्रक्रिया सिक्नको लागि म आफ्नो कम्प्युटरको स्क्रिन शेयर गर्न चाहन्छु। साथीहरु, मेरो ब्रोकर नम्बर अर्थात् मेरो टिएमएस 16 हो। म जस्ट यहाँ टिएमएस 16 भनेर सर्च गरे। सर्च गरिसकेपछि पहिलो इन्टरफेसमा आयो नेप्से अनलाइन ट्रेडिङ सिस्टम। म यहाँ क्लिक गरे। यहाँ क्लिक गरिसकेपछि यहाँ आउँछ नेपाल स्टक एक्सचेन्ज ट्रेड मैनेजमेंट सिस्टम स्टक ब्रोकर नंबर 16। मेरो चाहिँ स्टक ब्रोकर नंबर 16 हो। तपाईले आफ्नो ब्रोकर नंबर छान्नु होला। जस्ट युजर नेम पासवर्ड र क्याप्चा चाहिँ फिलअप गर्नु होला। मैले चाहिँ युजर नेम र पासवर्ड फिलअप गर्छु। फिलअप गरेर जस्ट लगइन गर्नु होला। म चाहिँ लगइन भइसकेको छु। साथीहरु हेर्न सक्नुहुन्छ म आफ्नो टिएमएस मा लगइन चाहिँ भइसकेको छु। जस्ट मेरो यहाँ चाहिँ माई कोलेटर सम्मिलित छ। म यहाँ आफ्नो टिएमएस एकाउन्टमा चाहिँ कोलेटरल एमाउन्ट लोड गर्न गइरहेको छु। त्यसको लागि जस्ट यहाँ फन्ड्स म्यानेजमेन्टमा जानु होला। त्यसपछि यहाँ छ कोलेटरल म्यानेजमेन्ट, यहाँ क्लिक गर्नु होला। जस्ट त्यसपछि तलनिर छ लोड कोलेटरल, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि यस्तो इन्टरफेस आउँछ जसमा हुन्छ बैंक, पेमेन्ट मेथड, एमाउन्ट, रिमार्क। एक गर्दै गर्दा एक गरेर फिलअप गर्नु होला। जस्ट मैले बैंकमा क्लिक गर्दाखेरि ई सेवा आयो, आईएमए पे, एम बैंकिङ, कनेक्ट आईपीएस, ग्लोबल आईएमए खल्ती छ। म जस्ट कनेक्ट आईपीएस चुज गरे। सिलेक्ट मेथडमा जस्ट वेब राख्नु होला। एमाउन्टमा म जस्ट 1000 एमाउन्ट राखिरहेको छु। तपाईहरु आफ्नो हिसाबले आफ्नो आवश्यकता अनुसारको रकम चाहिँ राख्न सक्नुहुन्छ। रिमार्कमा जस्ट मैले शेयर पर्चेज राखे र सबमिट गर्दिनु होला। सबमिट गरिसकेपछि यस्तो पपअप आउँछ जसमा भन्छ कन्फर्म सबमिट, भन्छ आर यु स्योर यु वान्ट टु डिपोजिट द फन्ड। यसमा क्लिक गर्दिनु होला। यसमा क्लिक गरिसकेपछि कनेक्ट आईपीएस को यस्तो इन्टरफेस आयो। म चाहिँ कनेक्ट आईपीएस चुज गरेको रहेछु। सो युजर नेममा आफ्नो युजर नेम राख्नु होला र यो क्याप्चा चाहिँ फिलअप गर्नु होला। म चाहिँ फिलअप गरेर जस्ट साइन इन मा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यहाँ पासवर्ड माग्छ। आफ्नो कनेक्ट आईपीएस को पासवर्ड यहाँ चाहिँ राख्नु होला। क्लिक गरिसकेपछि यहाँ आउँछ पेमेन्ट डिटेल्स। यो राम्रोसँग हेरेर त्यसपछि हाम्रो चाहिँ डेबिट एमाउन्ट मैले चाहिँ कनेक्ट आईपीएस अन्तर्गत एक भन्दा बढी बैंक राखेको छु। सो म यहाँ आफ्नो बैंक जुन बैंकबाट पठाउन गइरहेको छु, लोड गर्न गइरहेको छु, त्यो बैंक चुज गर्छु। जस्ट मैले चुज गरे। यहाँ हेर्न सक्नुहुन्छ क्रेडिटर आईडी छ। पुरै डिटेल राम्रोसँग पढेर अनि पो सिलेक्ट गर्नुपर्छ। म जस्ट सबमिटमा क्लिक गरिदिए। क्लिक गरिसकेपछि वन टाइम पासवर्ड भनेर आउँछ, ओटीपी आउँछ। वन टाइम पासवर्ड राखेर यहाँ जस्ट सबमिटमा क्लिक गरिदिनु होला। क्लिक गरिसकेपछि यहाँ हेर्न सक्नुहुन्छ पेन्डिङ हेराएको छ। केही समय लाग्छ लोड हुनमा। यसको लागि जस्ट तपाई यहाँ नेप्से टिएमएस डैशबोर्डमा जान सक्नुहुन्छ। जस्ट म यहाँ क्लिक गरे। यहाँ क्लिक गरिसकेपछि हेर्न सक्नुहुन्छ माई कोलेटर समरी अन्तर्गत जति पहिला एमाउन्ट थियो त्यति नै हेराइरहेछ। सो यहाँ एकचोटी रिफ्रेश गर्नु होला। म रिफ्रेश गरे। रिफ्रेश गरिसकेपछि अहिले चाहिँ आएको रहेनछ। फेरि चेकअप गर्नको लागि
फन्ड म्यानेजमेन्ट जानुहोला। त्यसपछि यहाँ छ हाम्रो क्लाइन्ट फन्ड ट्रान्सफर स्टोरी, यसमा क्लिक गर्नुहोला। क्लिक गरिसकेपछि यहाँ अहिले चाहिँ पेन्डिङ देखाएको छ, केही समय लाग्छ। जस्ट एकचोटि फेरि रिफ्रेस गर्छु म। रिफ्रेस गरिसकेपछि यहाँ हेर्न सक्नुहुन्छ सक्सेस हेराएको छ, सक्सेस देखाएको छ। सो यो सबै डिटेल हेर्नको लागि फ्रन्ट पेजमा जान सक्नुहुन्छ। जस्ट मैले नेप्से टिएमएस डैशबोर्डमा क्लिक गरेँ। यहाँ गइसकेपछि हेर्न सक्नुहुन्छ मेरो चाहिँ अमाउन्ट 1000 यहाँ आएको देखाएको छ। सो यस्तो तरिकाबाट साथीहरू आफ्नो टिएमएस एकाउन्टमा कोलेट्रल अमाउन्ट लोड गर्न सक्नुहुन्छ। हो, यस्तो तरिकाबाट तपाईले पनि सजिलैसँग आफ्नो टिएमएस एकाउन्टमा कोलेट्रल अमाउन्ट लोड गर्न सक्नुहुन्छ। आशा गर्दछु यो भिडियो हेरिसकेपछि तपाईले आफ्नो टिएमएस एकाउन्टमा कोलेट्रल अमाउन्ट लोड गर्ने तरिका राम्रोसँग बुझ्नु भएको छ। भिडियो तपाईलाई कस्तो लाग्यो कमेन्ट सेक्सनमा कमेन्ट राख्नुहोला। साथीहरुमा भिडियोलाई शेयर गरिदिनु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला, किनभने यस्तै भिडियोमा तपाईहरुको लागि ल्याइराख्छु। र मसँग पर्सनली जोडेर चाहनुहुन्छ भने मेरो अन्जुमन इन्स्टाग्राम, फेसबुक र टिकटक आइडीमा फलो गर्नुहोला र भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धन्यवाद। थ्यांक्स फर वाचिङ दिस भिडियो।